सधैँ सिंहदरबार र बालुवाटारलाई प्रश्नको कठघारामा ल्याउने ऋषि धमला आज आफै जनताको दैलोमा छन्। जनता जान्न चाहन्छन् भन्दै गर्जिने उनको आवाज रौतहटको खेतको हिलोमा किन भासियो त? नेपाली पत्रकारितामा ऋषि धमला एउटा नाम मात्र होइन, एउटा यस्तो शैली जसले 3 दशकभन्दा लामो समय नेपाली राजनीति र समाजमा तरङ्ग ल्याइरह्यो। धादिङको सामान्य परिवारबाट काठमाडौँ छिरेर पत्रिका बेच्ने उनको यात्रा नेपालकै एक शक्तिशाली सञ्चारकर्मी बन्नेसम्म पुग्यो। उनको परिचय नै बन्यो धमलाको हमला। रिपोर्टर्स क्लब नेपाल मार्फत उनले राजनीतिज्ञ र पत्रकार बीच संवादको पुल त बनाए, तर त्यो पुलका ट्राफिक प्रहरी उनी आफै थिए। जनता जान्न चाहन्छन् कार्यक्रमले उनलाई घर घरमा चिनायो। उनको आक्रामक र ठाडो प्रश्न गर्ने शैलीले कसैलाई रिस उठायो, कसैलाई मजा दिलायो। नेताहरूलाई अप्ठ्यारो पार्ने, उनीहरूका कमजोरी खोतल्ने र जवाफदेही बनाउन खोज्ने उनको तरिकाले तारिफ र गाली दुवै बटुल्यो। कसैले उनलाई मिडियाका डन भने त कसैले सत्यको पहरेदार। तर प्रश्न सोध्ने मान्छे अब आफै जवाफ दिने कुर्सीमा किन बस्न खोज्दैछ? मैले 30 वर्ष पत्रकारिता गरेँ, तर देश जहाँको त्यहीँ रह्यो। यो ऋषि धमलाको आफ्नै भनाइ हो, जसले उनको राजनीतिक यात्राको ढोका खोल्यो। पत्रकारिताको शिखरमा छँदै उनले राजनीतिमा हाम फाल्ने निर्णय लिए, त्यो पनि प्रभु शाह नेतृत्वको आम जनता पार्टी एजेपीबाट। उनको चुनावी मैदान बन्यो रौतहट क्षेत्र नम्बर 4 र चुनाव चिन्ह रह्यो मोबाइल। यो निर्णयसँगै विवाद र प्रश्नको लहर आयो। आलोचकहरूले उनीमाथि मिडियाको शक्ति दुरुपयोग गरेको आरोप पनि लगाए। उनी पहिले जनादेश पार्टीको संरक्षक थिए, तर चुनावमा आम जनता पार्टीबाट उठेपछि पार्टी फेरेको आरोप पनि लाग्यो। उनकी पत्नी एलिजा गौतम सोही पार्टीको समानुपातिक सूचीमा छिन्। यो अभियान पारिवारिक संलग्नताले झनै चर्चामा आयो। काठमाडौँको चम्किलो स्टुडियो, महँगो सुट र नेताहरूलाई सोधिने तीखा प्रश्न, यो थियो धमलाको पुरानो दुनियाँ। तर चुनावी मैदानमा उनको नयाँ रूप देखियो। धुलाम्मे बाटो, पसिनाले निथ्रुक्क भिजेको निधार, यो दृश्य आफैमा एउटा कथा थियो। उनको अभियानका दृश्यहरू युट्युब र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भए। कहिले उनी किसानसँगै बसेर चिया बिस्कुट खाँदै दुःख सुनिरहेका भेटिए भने कहिले खेतको आलीमा साइकल चलाउँदा लडेको भिडियोले पनि चर्चा पायो। कसैले यसलाई नौटङ्की र चुनावी स्टन्ट भने, तर धमलाले यसलाई जनतासँग घुलमिल हुने आफ्नो तरिका बताए। उनी भन्छन्, नेपाल कृषि प्रधान देश हो, तर किसान नै सबैभन्दा गरिब छन्। म यो अवस्था बदल्न आएको हुँ। उनले कृषि क्रान्तिका कुरा गरे, उत्पादन बढाउने र किसानलाई धनी बनाउने बाचा पनि गरे। एकजना समर्थकले ऋषि धमलाले जिते हामी 30 किलो धान बढी फलाउँछौँ भनेको भिडियो भाइरल पनि भयो। यसले देखाउँछ उनको कृषि केन्द्रित एजेन्डाले स्थानीय स्तरमा एक किसिमको आशा जगाएको छ। उनी अब प्रश्न सोध्ने भन्दा पनि समाधानको ग्यारेन्टी दिइरहेका छन्। ऋषि धमलाको चुनावी अभियान उनको पत्रकारिता जस्तै छ। उनले आफ्नो मुख्य नारा बनाए, भ्रष्टाचार विरुद्धको लडाई र इमानदार राजनीति। चन्द्रपुरमा निर्वाचन कार्यालय खोलेर उनले प्रचारलाई रफ्तार दिए। उनको दाबी थियो, म जित्छु भन्नेमा ढुक्क छु। उनका एजेन्डाहरू कृषिमा मात्रै सीमित छैनन्। उनले रौतहटमा मेडिकल कलेज खोल्ने, शिक्षा स्वास्थ्य सुधार्ने र युवाहरूलाई विदेश जानबाट रोक्ने जस्ता ठूला योजनाहरू अघि सारे। एउटा अन्तर्वार्तामा त उनले आफू प्रधानमन्त्री बन्ने सपना समेत सुनाए। उनको प्रचार शैलीलाई धेरैले चटके पनि भने, सधैँ अरूलाई प्रश्नको घेरामा पार्ने धमला आज आफै इतिहासको सबैभन्दा ठूलो अदालतमा छन्। त्यो हो जनताको अदालत। के धमलाको यो नयाँ यात्राले रौतहटको मुहार फेर्ला, वा यो पनि अर्को एउटा चुनावी आश्वासन मात्रै बन्ला?